नमस्कार, समृद्धिका लागि सञ्चार हो रेडियो रोसी 101.6 मेगाहर्ज सामुदायिक रेडियो सेवा रेडियो रोसी र रोसी गाउँपालिकाको प्रस्तुति रोसी गतिविधिमा तपाईलाई हार्दिक स्वागत छ। म हुँ प्रस्तुता देवराज उप्रेती। रेडियो मार्फत जनतामा सूचना सन्देश प्रवाह गर्ने गाउँपालिकाको समस्या सवाल र सम्भावनाहरूको सम्बोधन साथै नागरिकको आवाजलाई संचारको पहुँचमा पुर्याउने रेडियो कार्यक्रम रोसी गतिविधिको मुख्य उद्देश्य हो। कार्यक्रमको शुरूआतमा रोसी गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरूले सम्पादन गरेका कामहरूको गतिविधि, जहाँ पारदर्शी र जनउत्तरदायी स्थानीय सरकारको मर्मानुसार गाउँपालिका र वडा कार्यालयहरूले गरेका कामहरूको जानकारी दिनेछौं। कार्यक्रमको शुरूआत गरौं रोसी गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरूले सम्पादन गरेका कार्यहरूको जानकारीबाट। गत असोज दोस्रो साताको वर्षा पश्चात आएको रोसी खोलाको बाढ़ीले बगाएको रोसी आधारभूत अस्पतालको अस्थायी संरचना निर्माण पश्चात हस्तान्तरण गरिएको छ। विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा निर्माण भएको अस्पताल संरचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेर मन्त्रालयले रोसी गाउँपालिकालाई हस्तान्तरण गरेको हो। गत असोजको बाढ़ीले निर्माण अन्तिम चरणमा पुगेको रोसी 1 फलामे साँगुमा अवस्थित 10 शैय्याको रोसी आधारभूत अस्पताल भवन बाढ़ीले बगाएको थियो। अस्थायी रूपमा सञ्चालित अस्पतालको भवन पनि बगाएपछि अल्पत्र अवस्थामा टेन्टमा बसेर स्वास्थ्य सेवा प्रदान हुँदै आएको थियो। बुधबार रोसी गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डाक्टर प्रकाश बुढाथोकीको प्रमुख अतिथितामा मेडिकल क्याम्प किट हस्तान्तरण गरिएको हो। हस्तान्तरण गर्नुहुँदै सहसचिव बुढाथोकीले आधारभूत अस्पताल बनाउन संघीय सरकारको दायित्व भएकाले बजेट व्यवस्थापन गर्न संघीय सरकार तयार रहेको बताउनुभयो। रोसी गाउँपालिका अध्यक्ष दिनेश लामाले गत असोजको बाढ़ीले निर्माण अन्तिम चरणमा पुगेको अस्पताल भवन सहित रोसीमा धेरै जनधनको क्षति पुर्याएको बताउनुभयो। निर्माणको 90% सम्पन्न भएको भवन बाढ़ीले बगाएपछि स्वास्थ्य सेवा दिनका लागि छटपटाइरहेको अवस्थामा अर्धपक्की भवन प्राप्त गरेपछि खुशी लागेको बताउनुभयो। अर्धपक्की भवन सहित स्वास्थ्य सामग्री प्रदान गरेकोमा विश्व स्वास्थ्य संगठनलाई गाउँपालिका अध्यक्ष लामाले आभार प्रकट गर्नुभयो। अर्धपक्की भवन पाएपछि रोसी आधारभूत अस्पतालबाट रोसी गाउँपालिकाको वडा नम्बर 1, 2, 3 र 4 का नागरिकले सुविधा पाउने रोसी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइबाली बताउनुभयो। रोसी गाउँपालिकाका नागरिकलाई मात्र नभए नमबुद्ध नगरपालिका र बिथान्चोक गाउँपालिकाका केही वडाका नागरिकले पनि स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने उहाँको भनाइ छ। नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम रोसी गतिविधिको नयाँ श्रृंखला लिएर म प्रस्तुता देवराज उप्रेती आज पनि उपस्थित भइसकेको छु। कार्यक्रम रोसी गतिविधिको प्रत्येक श्रृंखलामा हामी फरक फरक व्यक्तित्वहरूसँग कुराकानी गर्ने गरेका छौं। त्यसै क्रममा आज हामीले सिटिजन लाइफ इन्सुरेन्सका एजेन्सी म्यानेजर अशोक बुद्ध लामासँग कुराकानी गरेका छौं। सुनौ उहाँसँग गरिएका कुराकानी। स्वागत छ सर यहाँलाई कार्यक्रम रोसी गतिविधिमा। धन्यवाद। तपाईको लोकप्रिय रेडियो मार्फत मलाई आफ्नो केही कुरा राख्न दिएकोमा विशेष गरी देवराजजी तपाईलाई धन्यवाद। कुराकानीको सुरुवातमा सम्पूर्ण श्रोता महानुभावहरूलाई तपाईको परिचय दिनुस् न। म अशोक बुद्ध लामा सिटिजन लाइफ इन्सुरेन्स बनेपसाको एजेन्सी म्यानेजरको रूपमा कार्यरत छु। हजुर, हालसम्म हाम्रो यो सिटिजन लाइफ इन्सुरेन्सको कतिवटा ब्रान्चहरू रहेका छन्? हालसम्म सिटिजन लाइफ इन्सुरेन्सको 140 वटा भन्दा बढी ब्रान्चहरू रहेका छन्। नेपालको प्रत्येक जिल्लामा यसको ब्रान्च छ र विशेष गरी शहरी क्षेत्रमा चाहिँ अलि बढी रहेको छ, बढी
चाहिँ कार्यालयहरू रहेको छ, जस्तै ललितपुर, काठमाडौँ, भैरवातिर चाहिँ अलि धेरै नै ब्रान्चहरू प्रत्येक सहर जस्तोमा चाहिँ एउटा जमघट हुने ठाउँमा चाहिँ ब्रान्चहरू रहेको छ। तपाईँ यो सिटिजन लाइफ इन्सुरेन्सको बनिपास शाखाको एजेन्सी म्यानेजर हुनुभन्दा अगावै के कस्ता जिम्मेवारीहरू चाहिँ सम्हाल्नु भएको थियो नि? म एजेन्सी म्यानेजर हुनुभन्दा अगाडि इन्सुरेन्स कन्सल्टेन्ट थिएँ। इन्सुरेन्स कन्सल्टेन्ट भएपछि म युनिट म्यानेजर हुँदै अहिले एजेन्सी म्यानेजरको रूपमा चाहिँ अहिले कार्यरत छु। खासमा यो जीवन बिमा भनेको चाहिँ के हो र यसलाई तपाईँ कसरी परिभाषित गर्न चाहनुहुन्छ? जीवन बिमा भनेको चाहिँ अनिवार्य बचत हो। बचत सँगसँगै तपाईँको जोखिम वहन, रिस्क कभर पनि हुन्छ। तपाईँले कुनै पनि ब्याङ्क तथा सहकारीतिर पैसा राख्नुभयो भने त्यसले चाहिँ निश्चित ब्याज मात्र पाउँछ। म तपाईँलाई थोरै बिमा गर्दा के हुन्छ भनेर म भन्छु हजुरलाई। जस्तै तपाईँले 50,000 पैसा ब्याङ्कमा राख्नुभयो र 50,000 पैसाको चाहिँ प्रिमियम तिर्नुभयो भने लगभग तपाईँको एज अनुसार 50,000 पैसा 20 वर्षसम्म 50,000 पैसा प्रिमियम बुझाउनु भयो भने चाहिँ तपाईँको 10 लाखको इन्सुरेन्स हुन्छ र रिस्क कभर 20 लाखको हुन्छ। मानौ तपाईँ र म तपाईँले ब्याङ्कमा पैसा राख्नुभयो 50,000, मैले त्यही पैसा चाहिँ इन्सुरेन्सको प्रिमियम बुझाएँ। त्यस्तो नहोस्, तर तपाईँ र मसँगै बाइकमा हिँड्दाखेरि यदि अपरझट केही भएर एक्सिडेन्ट भएर डेथ भएको खण्डमा तपाईँले ब्याङ्कमा पैसा राख्नुभयो, तपाईँको परिवार हकवाला अथवा परिवारले 50,000 मात्र पाउँछ। तर मैले चाहिँ के पाउँछ भन्दाखेरि 20 एक्सिडेन्ट भएर डेथ भयो भने 20 लाख प्लस बोनस, यदि कालगति अथवा रोग भएर डेथ भयो भने त 10 लाख प्लस बोनस पाउँछ। अनि फेरि के हुन्छ त भन्दाखेरि बिचमा अब मलाई तपाईँले 20 प्रकारको घातक रोग लाग्यो, त्यो 50,000 भन्दा बढी पाइएन। मैले चाहिँ 20 प्रकारको घातक रोगहरू लाग्यो भने चाहिँ त्यही 50,000ले 10 लाख रुपियाँ पैसा पनि पाइयो। अनि त्यही पैसाले फेरि म पूर्ण रूपमा अशक्त, अपाङ्ग अथवा डिजेबल भएको खण्डमा चाहिँ मैले चाहिँ सुरुमै 10 लाख रुपियाँ पैसा पायो। फेरि आफै अशक्त भयो भने त किस्ता त तिर्न सकिँदैन, हाम्रो अफिसले किस्ता पनि मिनाहा गरिदिन्छ। अनि फेरि महिनै पछि 10,000 पैसा चाहिँ रिटर्न दिन्छ र फेरि समय अवधि पुग्दाखेरि 10 लाख रुपियाँ दिइन्छ। अब अर्को कुरा रह्यो, केही भएन, अब हामीलाई डेथ पनि भएन हामीलाई र रोग पनि लागेन या अथवा डिजेबल भएन भने पनि पछि समयावधि पुरा हुँदाखेरि चाहिँ बोनस बिमाङ्क प्लस बोनस सहित चाहिँ रिटर्न पाउँछ। त्यही भएर चाहिँ बिमा गर्नुको चाहिँ धेरै फाइदा छ कि। त्यही भएर तपाईँले अथवा ब्याङ्क सहकारीमा अथवा कतै लगानी गर्नुभन्दा इन्सुरेन्स गर्नु, बचत पनि राम्रै पायो, बोनस पनि राम्रै पायो, प्लस तपाईँले के पनि पाउनुभयो भन्दाखेरि जोखिम पनि वहन भयो कि। अनि यदि इन्सुरेन्स गर्नुभयो भने त अब भौतिक शरीर नभए पनि त आर्थिक क्षतिलाई त न्यूनीकरण गर्न सकियो नि त। त्यही हो। हजुर, यो जीवन बिमा कति प्रकारका हुन्छन् र जीवन बिमाका प्रकार अनुसार मासिक वा वार्षिक रूपमा कति शुल्क बुझाउनु पर्ने हुन्छ? तपाईँको जीवन बिमाको प्रकार भन्नाले चाहिँ हाम्रो सिटिजन लाइफ इन्सुरेन्समा चाहिँ 6वटा जति चाहिँ पोलिसीहरू रहेको छन्। जस्तै हरेक पोलिसीको आफ्नै चाहिँ महत्व छ। जस्तै बाल भविष्य बच्चाहरूको भयो। हाम्रो के छ भन्दाखेरि 15वटा कम्पनीमा सबैभन्दा सस्तो प्रिमियम हुने शुभारम्भ अथवा इन्डोमेन्ट प्लस छ भने तपाईँको हाम्रोमा अर्को पनि के छ भन्दाखेरि ब्याङ्कले जस्तै ब्याज दिने पनि छ। र अर्को के छ भन्दाखेरि एकदम राम्रो चाहिँ जीवन सारथीमा चाहिँ तपाईँको के छ भन्दा जीवन सारथी प्रोडक्टमा चाहिँ के छ भन्दाखेरि जीवन सारथी पोलिसीमा चाहिँ 60 वर्षसम्म रिस्क कभर भयो। मानव 20 वर्षको मान्छेले 20 वर्षको इन्सुरेन्स गर्यो भने त 40 वर्षमा त बोनस बिमाङ्क प्लस बोनस पाइसकेपछि पनि 60 वर्षसम्म पनि रिस्क कभर भयो। र अर्को चाहिँ के छ भन्दाखेरि 70, 75, 80, 85, 90 वर्षसम्म चाहिँ 90 वर्षसम्म चाहिँ पैसा तपाईँको जस्तै के भन्छ
सरकारी कर्मचारीको पेन्सन जस्तै हाम्रो पनि पेन्सन दिन्छ कि जस्तै बिमाङ्कको 20% चाहिँ रिटर्न पाउँछ कि त्यो चाहिँ एकदम राम्रो। अब भविष्यमा गएर आफ्नो छोराछोरीले हेरेन अथवा आफूलाई पैसा खाँचो भयो भने चाहिँ तपाईँको त्यो पैसा चाहिँ आफूलाई पाउँछ। त्यो एकदम राम्रो पोलिसी हाम्रो। के एउटा उनी हाम्रो स्लोगनै छ, जीवन सारथी जीवनभरको लागि काफी भन्ने चाहिँ एकदम राम्रो प्रोडक्ट छ। अनि अर्को चाहिँ व्यवसायीहरूको लागि चाहिँ प्रत्येक अब 3 वर्षमा 5 वर्षमा 7 वर्षमा पैसा रिटर्न आउने के त्यो पोलिसी पनि हाम्रो एकदम राम्रो छ। किनकि अब बीच बाटोमै बीच समयमै पैसाहरू चाहिँ निश्चित पैसा चाहिँ रिटर्न पाउँछ र फेरि पुरा समय अवधि भइसकेपछि फेरि त्यो बोनस सहित फेरि रिटर्न पाउँछ। त्यस्तो पोलिसीहरू चाहिँ राम्रो पोलिसीहरू चाहिँ। अनि अर्को कुरा चाहिँ मनी ब्याक प्लानमा चाहिँ 1 वर्ष पछाडि चाहिँ तपाईँको लगभग 5% बिमाङ्कको 5% चाहिँ कम्पनी नै तिर्दिने र 5% बिमाङ्कको 5% कम्पनी नै तिर्दिने र 5% भन्दा बाहेक मात्र तिर्नुपर्ने। जस्तै तपाईँको 70,000 चाहिँ प्रिमियम पर्छ भने 1 वर्ष पछाडि 50,000 चाहिँ कम्पनी नै तिर्दिने र जम्मा 20,000 मात्र तिरे पुग्ने प्रिमियम बुझाए हुने। हाम्रो त्यस्तो राम्रो पोलिसीहरू पनि छ। धेरै राम्रो पोलिसीहरू सिटिजन लाइफ इन्सुरेन्सको रहेको छ। हजुर, यो जीवन बिमा कति वर्ष अवधिको हुन्छन्? जीवन बिमा चाहिँ तपाईँको उमेर जस्तै बाल भविष्यको त्यो अनुसारको क्याटेगोरी रहेको छ। तपाईँको भर्खर जन्मेको बच्चादेखि चाहिँ तपाईँको अधिकतम 70 वर्ष उमेरको व्यक्तिहरूले चाहिँ जीवन बिमा गर्न सकिन्छ। अनि त्यो भएको हिसाबले चाहिँ उमेर अनुसारको चाहिँ प्रिमियम पर्छ। त्यही भएर चाहिँ सकेसम्म चाँडो इन्सुरेन्स गर्नु चाहिँ राम्रो हो। हजुर, तपाईँ जीवन बिमा कम्पनीको एक सफल एजेन्सी म्यानेजरको रूपमा रहनुहुन्छ। बिमामा कसरी आउनुभयो र जीवन बिमातर्फ कसरी सुरुवात भयो तपाईँको यात्रा, यो बारे पनि आज प्रश्न पार्नुहोस्। म मोटिभेसन बुकहरू धेरै हेर्थेँ र मैले त्यहाँ के पाएँ भन्दाखेरि शिवा खेडाको तपाईँको जित भन्ने किताब पढ्दाखेरि चाहिँ उहाँ पनि शिवा खेडा पनि बिमा क्षेत्रबाट बिलङ गर्नु हुँदो रहेछ। अनि उहाँको त्यो बुकमा धेरैले बिमा सेक्टरको बिमामा लाग्दाको फाइदाहरू, यो किन गरिन्छ, बिमा किन गर्ने, बिमा लाग्दा के फाइदा हुन्छ अथवा कसरी चाहिँ काम गर्ने भन्ने बुझेपछि मैले अफिस खोज्दै गर्दाखेरि सिटिजन लाइफ इन्सुरेन्स भेटिएँ, जहाँ चाहिँ ब्रान्ड एम्बेसडर चाहिँ हरिवंश मदन कृष्ण श्रेष्ठ हुनुहुन्थ्यो। अनि हरिवंश मदन कृष्ण श्रेष्ठ भएको चाहिँ उहाँहरू जस्तो दिग्गज व्यक्तिहरू, राष्ट्रको गहनाहरूले चाहिँ प्रमोट गरेको कम्पनीमै काम गरौँ भनेर सिटिजन लाइफमा जोडेको। सुरुदेखि हालसम्म पनि म सिटिजन लाइफ इन्सुरेन्समै कार्यरत छु। हजुर, तपाईँ यो क्षेत्रमा लागिरहँदा सुरुको दिनहरूमा परिवारहरूले के कस्ता सहयोग गर्नुहुन्थ्यो? परिवारबाट चाहिँ मलाई समर्थनै रहेको छ। जस्तै अब उहाँहरूले चाहिँ यो फिल्डमा अलिकति गाह्रो छ, अब तिमी सक्छौ भने गर न त भन्नुहुन्छ। जस्तै अब यो फिल्डमा चाहिँ अलिकति मान्छेले कन्भिन्स गर्नुपर्ने अथवा मान्छेहरूले चाहिँ अलिकति नेगेटिभ पनि हेर्छ कतिपय, तर पनि उनीहरूलाई चाहिँ मान्छेहरूलाई चाहिँ राम्रो कुरालाई त तपाईँले अब मानव तपाईँले अहिले दुध बेच्नुभयो भने चाहिँ यहाँ पानी मिसाएको छ कि भन्छ, धेरै कुराहरू गरिन्छ। तर तपाईँले भट्टी पसल खोल्नु हो भने, रक्सी चाहिँ खोल्नु हो भने त के अरे रक्सी जतिखेर पनि खाइन्छ। भट्टीमा आफै धाउँदै जान्छ, हामी क्यान बोकेर दुध बेच्दै जाँदाखेरि दुधको चाहिँ धेरै अब्जेक्सनहरू आउँछ। राम्रो कुराको लागि त अब्जेक्सन आइहाल्छ, तर नि कसरी ट्याकल गर्ने भन्ने कुरामा चाहिँ आफूमा भर पर्छ। त्यो चाहिँ मैले एकदम राम्रोसँग चाहिँ मान्छेले बुझाउन सकेको छ र म अहिले यो स्थानमा छु। हजुर, परिवारबाट समर्थन चाहिँ गर्नुहुन्थ्यो तपाईँलाई यो क्षेत्रमा लाग्न। तपाईँ आज सिटिजन लाइफ इन्सुरेन्सको एजेन्सी म्यानेजर समेत भइसक्नु भएको छ। हाम्रो यस पनिपा शाखाबाट वार्षिक रूपमा वा मासिक रूपमा कति कारोबार हुने गर्दछ र हालसम्म कतिजनाले जीवन बिमा गराएका छन्? तपाईँको वार्षिक रिन्युअल र फर्स्ट प्रिमियम भन्ने हुन्छ। रिन्युअल र फर्स्ट प्रिमियम गरेर
चाहिँ हाम्रोमा लगभग वार्षिक 7-8 करोडकै चाहिँ कारोबार हुन्छ हाम्रो यो शाखा। हजुर, रिन्युअल र मैले प्रश्न भने रिन्युअल र फर्स्ट प्रिमियम पहिलो बिमा शुल्क र रिन्युअल गरेर चाहिँ लगभग 6-7 करोडको वार्षिक चाहिँ कारोबार हुने गर्दछ। जीवन बिमा गराउन तपाईँ गाउँघरमा गएर मानिसहरूलाई कसरी अभिप्रेरित गराउनुहुन्छ अनि सुरुमा बिमा गराउने मान्छेहरूको प्रतिक्रिया कस्तो पाउनुहुन्छ? पहिला चाहिँ सुरुमा चाहिँ अलिक गाह्रै हुन्थ्यो। अहिले चाहिँ बिमाको अहिले सामाजिक सञ्जालहरूले अथवा विज्ञापनहरूले गर्दा पनि धेरै सजिलो भएको छ। जस्तै सामाजिक सञ्जालमा बिमाको महत्त्वहरू, जस्तै बिमा प्राधिकरणले पनि विज्ञापनहरू राखिरहेको हुन्छ अनि 15वटै बिमा कम्पनीले आफ्नो प्रचारबाजी गरिरहेको हुन्छ र तपाईँको अहिले चाहिँ मान्छेहरू आफै पनि बुझ्ने भइसक्यो। जस्तै भूकम्प आयो, कोरोना आयो, अस्ति असोजको 10, 11, 12 गते ठुलो प्रकोप आयो। त्यस्तो प्रकोपबाट चाहिँ बच्नको लागि त्यतिखेर नै आभास हुने रहेछ कि हामीले इन्सुरेन्स गरेको भए यस्तो हुने रहेछ भनेर। त्यही भएर कतिपय चाहिँ प्रकृतिले गर्दाखेरि पनि मान्छे अलिकति हस्किएर चाहिँ इन्सुरेन्स गर्नलाई आफै खोज्दै आएको छ भने। अर्को कुरा भनेको चाहिँ कतिखेर भव्य तव्य हुन्छ, के हुन्छ भनेर पनि गर्छ। र अर्को भनेको बच्चाहरूको चाहिँ आफ्नो बच्चाको उज्जवल भविष्यको लागि भोलि गए अहिले थोरै पैसा जम्मा गर्दाखेरि भोलि गएर बच्चालाई राम्रो सब्जेक्ट पढाउन, व्यवसाय गर्न, राम्रो देशमा पठाउन अथवा बिहेबारी गर्नको लागि चाहिँ एकमुष्ट पैसा हुने र रिस्क कभर पनि हुने भएकोले चाहिँ विशेष गरी बच्चाहरूको पनि गर्छ र ठुला उमेर भएका उमेर समूहले पनि मजाले इन्सुरेन्स गरेको चाहिँ छ। नयाँ ग्राहकहरूलाई आकर्षित गर्न र पुराना ग्राहकहरूलाई चाहिँ कायम राख्नलाई तपाईँको रणनीति के छ भविष्यमा? मैले चाहिँ अलिकति मार्केटमा अलिकति आफ्नो स्ट्राटेजी लिएर चाहिँ हिँड्छु। जस्तै इन्सुरेन्स गरिसकेपछि म चाहिँ के गर्छु भन्दाखेरि उहाँलाई चाहिँ पोलिसी मात्र हातमा दिने होइन, उहाँलाई चाहिँ मायाको चिनो उपहारहरू, इलेक्ट्रिक सामानहरू, जस्तै उहाँलाई के चाहिन्छ त्यो चाहिँ छान्न लाएर, जस्तै हिटर, फ्यान, पानी तताउने इलेक्ट्रिक जग अथवा थर्मसहरू चाहिँ जुन मायाको चिनो उहाँलाई चुज गरेरै दिन लाउँछौँ भन्दाखेरि। र अर्को कुरा चाहिँ जस्तै बच्चाको इन्सुरेन्स गर्दाखेरि चाहिँ हामीले चाहिँ के गर्छ भन्दाखेरि तपाईँको प्रत्येक बर्थडेमा बर्थडे केक चाहिँ उहाँले नै चुज गर्न दिने, बर्थडे केकको पैसा चाहिँ मैले दिने गरेको छु। अनि अर्को कुरा भनेको चाहिँ हामीले उहाँहरूलाई बिमित सम्मान कार्यक्रम पनि गर्दैछौँ। बिमा गर्नेहरूलाई बिमित सम्मान कार्यक्रम पनि गर्दैछौँ। केही समयमै त्यो कार्यक्रम चाहिँ केही समयमा हुँदैछ। तपाईँ एक एजेन्सी म्यानेजर बनिपाको ब्रान्च म्यानेजर, एजेन्सी म्यानेजर हुनुहुन्छ। हाम्रो मुख्य हेड अफिसको व्यक्तित्वहरूसँग तपाईँको सम्बन्ध कस्तो छ अनि हेड अफिसबाट ब्रान्च म्यानेजर, एजेन्सी म्यानेजरहरूलाई अभिमुखीकरणका कार्यक्रमहरू कतिका हुने गरेका छन्? एकदमै राम्रो क्वेसन। हेड अफिसबाट चाहिँ एउटा पारिवारिक जस्तो सम्बन्ध छ। जस्तै कस्तो हो भन्दाखेरि अस्ति 10, 11, 12 गते जुन बाढी पहिरोले हाम्रो रोसी क्षेत्रलाई पनि क्षति चाहिँ ठुलो क्षति दिएको थियो। त्यतिखेर चाहिँ ठुलो क्षति हुँदाखेरि मैले रिक्वेस्ट गरेर चाहिँ हेड अफिसबाट मैले रिक्वेस्ट गर्दाखेरि हेड अफिसबाट चाहिँ 447 जना चाहिँ 400 जना श्रीमङ्गल जनविजय उच्च माविमा 400 जना र शान्ति बुद्ध प्राविमा 47 जना चाहिँ विद्यार्थीहरूलाई ट्र्याक सुट वितरण गरेका थियो। मेरो राम्रो सम्बन्ध भएकै कारणले मेरो रिक्वेस्टमा चाहिँ उहाँहरूले चाहिँ त्यो क्षेत्रमा सहयोग गर्नलाई अफिसबाट चाहिँ रकम छुट्याउनु भयो र हेड अफिसकै डिसिओ सर समेतको उपस्थितिमा चाहिँ सिबिओ सिएमओ सरहरूको उपस्थितिमा हामीले बाँड्यौँ। हेड अफिससँग चाहिँ मेरो एकदम पारिवारिक जस्तै साइनो छ। आज पनि भर्खरै पनि सिबिओ सरसँग पनि म्यासेज भएको थियो, हिजो पनि सिएमओ सरसँग म्यासेज भएको थियो। हेड अफिससँग चाहिँ मेरो एकदम पुरा, किनकि म स्टार्टिङ फेजदेखि नै म यो सेक्टरमा र यही कम्पनीमा रहेको। कतिपय साथीहरूले कम्पनी चेन्ज गर्दै गर्दाखेरि म थोरै लाभको आश नराखिकन यही कम्पनी म जुन कम्पनीले चाहिँ मलाई
हिट्न सिकायो, बामे सार्न सिकायो, म आज दौडिन सक्दाखेरि चाहिँ किन अरू कम्पनीमा जाने भन्ने पनि मलाई लागेको र पनि हुनसक्छ। या सायद मेरो हेड अफिसको सरहरू म्यामहरूसँग राम्रो सम्बन्ध भएको कतिपय कुराहरू पैसामा मात्र रिलेटेड हुँदैन, कतिपय कुराहरू व्यवहारिक र व्यावसायिक भन्दा पनि व्यवहारिक हुन्छ, त्यो हिसाबले पनि एकदम राम्रो छ। र अर्को कुरा के रह्यो भन्दाखेरि अभिमुखीकरण कार्यक्रमहरू चाहिँ सिटिजन लाइफले एकदम राम्रो गर्छ। जस्तै नेपाल भरिबाट राम्रो काम गर्नेहरूलाई चाहिँ तपाईँको 5 स्टार होटेलमा अवार्ड फङ्सन कार्यक्रम हुन्छ भने, जहाँ चाहिँ नेपालका दिग्गज कलाकार अथवा नेपालका राष्ट्रिय गहना हरिवंश मदन कृष्ण श्रेष्ठ साथै म्यानेजमेन्ट टिम, अफिसको सिइओ, सिएमओ, सिबिओ सरहरूको हातबाट अवार्ड फङ्सन, लिडर्स नाइट जस्ता कार्यक्रमहरू हुन्छ। र हामीलाई फ्रेस हुनको लागि नेपाल भरिबाट लिडर्सहरूलाई चाहिँ घुम्नलाई अथवा पिकनिक कार्यक्रमहरू पनि राखिन्छ। अस्ति पनि पोखराको 5 स्टार होटेलमा राखियो पिकनिक कार्यक्रमहरू अथवा रिफ्रेसमेन्ट प्रोग्रामहरू र बिमा सम्बन्धी हामीले जागरुक कार्यक्रमहरू चाहिँ राखिरहेको हुन्छ। त्यही भएर एकदम राम्रो छ। हजुर, हाम्रो मुख्य हेड अफिसबाट पनि एजेन्सी अथवा ब्रान्च म्यानेजरहरूलाई अभिमुखीकरण कार्यक्रम भइरहने, पारिवारिक भावनाको सम्बन्ध कायम रहिरहेको यहाँले जानकारी गराउनु भएको छ। त्यस्तै असो दोस्रो साताको बाढी पहिरोमा अक्रान्त बनेको रोसी गाउँपालिकाको 447 जना विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गरिएको यहाँले जानकारी गराउनु भएको छ। हाम्रो यो सिटिजन लाइफ इन्सुरेन्स कम्पनीले एजेन्सी म्यानेजर अथवा ब्रान्च म्यानेजरहरूको कार्य सम्पादन मूल्याङ्कन चाहिँ के कसरी गर्ने गर्दछ, यो बारे पनि जानकारी गराउनुहोस् न। अथवा वार्षिक रूपमा उत्कृष्ट एजेन्सी अथवा ब्रान्च म्यानेजरहरू पनि सम्मान हुन्छ या हुँदैन, यो पनि बताउनुहोस् न। यो एकदम हुन्छ। जस्तै एजेन्सी म्यानेजरमा पनि क्याटेगोरीहरू हुन्छ, एजेन्सी म्यानेजरमा पनि क्याटेगोरीहरू हुन्छ। जस्तै ब्रोन्ज क्लब, सिल्भर क्लब, डायमन्ड क्लब, प्लाटिनम क्लब, अनि प्लाटिनम स्टार क्लब, सिटिजन स्टार, सिटिजन डबल स्टार, सिटिजन ट्रिपल स्टार जस्ता कार्यक्रम जुन क्याटेगोरीहरू रहेको छ, जसमा चाहिँ निश्चित प्रिमियम अथवा निश्चित बिजनेस गरिसकेपछि मात्र त्यो क्लबमा पुगिन्छ। र के छ भन्दाखेरि जस्तै सिल्भर क्लब भन्दा माथिको क्लबमा पुगेकोहरूलाई चाहिँ 5 स्टार होटलमा प्रोग्राम राखेर सम्मानित गरिन्छ, जुन चाहिँ वार्षिक रूपमा मैले अघि नै भनिसकेँ। त्यहाँ चाहिँ हरिवंश मदन कृष्ण जस्तो राष्ट्रिय गहनाहरूबाट चाहिँ सम्मान गरिन्छ। र म्यानेजमेन्ट टिम, हेड अफिसको सर म्यामहरूको उपस्थितिमा एकदम राम्रो कार्यक्रमहरू चाहिँ गरिन्छ। र त्यो चाहिँ एकदम अविस्मरणीय क्षण हुन्छ। र त्यो अर्को भनेको चाहिँ अहिले हालसालै इन्सुरेन्स नेपालमा अरू इन्सुरेन्स कम्पनीहरूले नगरेको कामहरू चाहिँ, जस्तै काम चाहिँ के हो भन्दाखेरि सिटिजन दीक्षित कार्यक्रम राखिएको छ। सिटिजन दीक्षितमा चाहिँ कुनै पनि क्लबमा चाहिँ 5 पटक पुगिसकेपछि, सिल्भर क्लब भन्दा माथिको क्लबमा चाहिँ 5 पटक क्लबमा पुगिसकेपछि चाहिँ त्यो सिटिजन दीक्षित भन्ने हुन्छ। त्यो चाहिँ एकदम सिटिजन लाइफ इन्सुरेन्सको हरेक लिडर्सको एउटा सपना जस्तै रहेको हुन्छ। हजुर, पछिल्लो समय हाम्रो नेपालमा जीवन बीमा कम्पनीको संख्या हत्तै बढिरहेको बेलामा हाम्रो सिटिजन लाइफ इन्सुरेन्स कम्पनीमै जीवन बीमा गर्नुपर्छ भन्ने केही त्यस्ता आधारहरू छन्? के कारणले चाहिँ अरू जीवन बीमा कम्पनी भन्दा यो जीवन बीमा कम्पनी चाहिँ उत्कृष्ट छ? एकदमै सिटिजन लाइफ इन्सुरेन्समा 15वटा कम्पनीमा सबैभन्दा सस्तो प्रिमियम रहेको इन्डोमेन्ट प्लस, अनि 60 वर्षसम्म जोखिम वहन हुने, रिस्क कभर हुने जीवन सारथी, अनि 90 वर्षसम्म क्यास रिटर्न हुने जीवन सारथी, र व्यवसायीहरूको लागि पनि मनी ब्याक प्लान, र दोस्रो वर्षदेखि कम प्रिमियम बुझाए हुने मनी ब्याक प्लान, ब्याङ्कमा जस्तै ब्याज दर पाउने पोलिसी पनि रहेको छ। त्यही भएर चाहिँ अरूमा भन्दा कम पोलिसी, 90 वर्षसम्म रिटर्न, 90 वर्षसम्म पेन्सन जस्तै रिटर्न आउने पोलिसी, र ब्याङ्कमा जस्तै ब्याज पाउने पोलिसी, र हरेक हिसाबले चाहिँ सिटिजन लाइफ इन्सुरेन्स चाहिँ राम्रो छ। त्यही भएर चाहिँ
सिटिजन लाइफ इन्सुरेन्समै बिमा गर्नु भन्न चाहन्छु म। हजुर, तपाईँ आज यस ठाउँसम्म आइपुग्नु भएको छ, एक सफल एजेन्सी म्यानेजर समेत भइसक्नु भएको छ। तपाईँले यो जीवन बिमाको यात्रा सुरु गर्दै गर्दा केही त्यस्ता अविस्मरणीय क्षणहरू अनुभव गर्नुभएको छ र त्यसलाई कसरी समाधान गर्नुभएको छ? चुनौती चाहिँ कस्तो रह्यो भन्दाखेरि मैले चाहिँ पछि त्यो चुनौतीले अवसरको रूपमा लिएँ। मैले आफ्नै मान्छेलाई इन्सुरेन्सको बारेमा बुझाउँदाखेरि, बिमाको बारेमा बुझाउँदाखेरि चाहिँ बाबु इन्सुरेन्स गर्नु पर्यो भन्दाखेरि चाहिँ उहाँले चाहिँ म गर्दिनँ, किन गर्ने इन्सुरेन्स, किन गर्नु पर्यो मलाई भन्नुभएको थियो। पछि उहाँलाई चाहिँ त्यतिखेर चाहिँ मलाई चुनौती रह्यो, आफ्नै मान्छेले त भने गरेन भन्ने। पछि उहाँलाई कहाँबाट कुन इन्सिडेन्टले के टच भयो थाहा भएन। पछि चाहिँ उहाँले नै मेरो इन्सुरेन्स गराउनु पर्ने, तपाईँ अफिसमा म तपाईँको अफिसमा आउँछु भन्नुभयो। उहाँले पछि 20 लाखको इन्सुरेन्स गर्नुभयो। अनि पछि त्यही दिन उहाँले आफ्नो भेनाजुको पनि इन्सुरेन्स गराउनु भयो। त्यो चाहिँ मैले सुरुमा चुनौतीको रूपमा लिएँ, अहिले त्यो अवसरको रूपमा पाएको छु। हजुर हजुर, चुनौतीलाई नै अवसरको रूपमा लिएर अघि बढिरहनु भएको छ। तपाईँ जीवन बिमाको अलावा तपाईँ अन्य के गर्नुहुन्छ? जीवन बिमाको अलावा चाहिँ म पत्रकारिता पनि गर्छु। म तामाङ पत्रकार संघको जिल्ला सचिव पनि हो र जनजाति पत्रकार महासंघको जिल्ला सदस्यको रूपमा छु र रोशी साहित्य मञ्चको सचिव पनि छु र म अहिले कानूनको विद्यार्थी पनि हो र म विद्यार्थी नै हो। म अहिले स्नातकोत्तर अध्ययन गर्दैछु, सानोतिनो व्यवसाय पनि गरिरहेको छु। म थोरै यही भित्र पनि जान चाहे, तपाईँको पत्रकारिता यात्रा कसरी सुरु भएको थियो र कसरी पत्रकारिता सिक्नु भएको थियो, यो बारे पनि बताउनुहोस् न। अहिले रोशी गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ दिनेश लामा, उहाँको संस्था मार्फत नाङसाल एसोसिएसन भन्ने अहिले पनि छ। नाङसाल एसोसिएसन मार्फत हामीलाई पत्रकारिताको ट्रेनिङ दिएर नेपाल पत्रकार महासंघ काभ्रेको जिल्ला अध्यक्ष, जिल्ला सचिवदेखि केन्द्रीय नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यसम्मले चाहिँ हामीलाई गाइडलाइन्स गरेर, उहाँहरूले चाहिँ हामीलाई अपग्रेड गरेर अथवा ट्रेनिङ दिएर हामीलाई इन्टर्न जस्तो थोरै पैसा पनि दिएर चाहिँ उहाँहरूले नै हामीलाई पत्रकारिताको चाहिँ भूमिका अथवा पत्रकारिता कसरी गर्ने, न्युज कसरी लेख्ने, न्युज भनेको के हो, न्युज कसरी बन्छदेखि सबै कुराहरू चाहिँ उहाँहरूले हामीलाई सिकाउनु भएर चाहिँ अहिले पत्रकारिताको क्षेत्रमा लागिरहेको छु। हुन्छ, हामी कुराकानीको अन्तिमतिर आइपुगिसकेका छौँ। यहाँले दिनुभएको महत्वपूर्ण समय, महत्वपूर्ण विचारलाई उच्च सम्मान गर्दै यहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु र हाम्रो यस कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोता महानुभाव, अभिभावकहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? म सिटिजन लाइफ इन्सुरेन्सको एजेन्सी म्यानेजर भएको नाताले चाहिँ के भन्न चाहन्छु भन्दाखेरि जीवनको निश्चितता छैन, अनिश्चित भएको जीवनलाई चाहिँ जीवनको चाहिँ क्षति न्यूनीकरण गर्नको लागि चाहिँ हालको लागि र भविष्यको लागि पनि अपरिहार्य छ। त्यही भएर जीवन बिमा गर्नुहोस् र सिटिजन लाइफमा आउनुहोस् भन्न चाहन्छु। यिनै कुराकानीसँगै कार्यक्रम रोशी गतिविधिको निर्धारित समय सकिएको छ। आजको हाम्रो प्रस्तुति तपाईलाई कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। तपाईको अमूल्य सल्लाह सुझाव र प्रतिक्रियाका लागि हाम्रो ठेगाना रहेको छ रेडियो रोशीको कार्यालय भकुण्डे बिसी। सम्पर्क नम्बर 011 40 40 74। साथै रेडियो रोशी @gmail.com मा पनि तपाईले आफ्नो अमूल्य प्रतिक्रिया पठाउन सक्नुहुनेछ। अर्को श्रृंखलामा फेरि फरक विषय र प्रस्तुति लिएर पुनः आउने नै छौं। यतिन्जेलसम्म कार्यक्रम रोशी गतिविधि सुनेर हामीलाई साथ दिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। साथै प्राविधिक साथी सुस्मिता हायुलाई पनि विशेष धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता म देवराज उप्रेती पनि बिदा हुन्छु। नमस्कार। समाचार, सूचना, जानकारी र मनोरञ्जनका लागि रेडियो रोशी सुन्दै गर्नुहोला।